Hello guys, good morning. Welcome back to my channel and another vlog. So आज चाहिँ day 4 in Nepal. So भर्खरै उठे guys, निद्रा पुगे हैन, यिनीहरूले मलाई जहिले उठाउँछ। पुग्दैन मुखधुरा जानुपर्ने हुन्छ। अनि आज चाहिँ हामी घर जान्छौँ होला सायद भक्तपुरबाट सिधै, नभए पनि कलङ्कीमा गएर फेरि घर जानेछौँ। नाटक गरेर हाचिम गरेर अहिले चाहिँ हेलो गाइज ल्याउने सोच्यो। सो गाइज हामी चाहिँ भक्तपुर छोडेर जान आँटेको। को जुत्ताले घाउ बनायो भने दुखिरहेको छ। गाइजहरू अहिले चाहिँ हामी गाडी कुरेछौँ। यहाँबाट चाहिँ कहाँसम्म जान्छ हो त्यो गाडी, त्यहाँसम्म गयो फेरि अर्को गाडी चढ्नुपर्ने हुन्छ। हामी चाहिँ यिनीहरू चाहिँ यसरी वेट गरिरहेको धन्न छिटो छिटो उठेर चिया खानासाना एकैचोटि खाइदिउँ भन्ने अघि अन्त त भोक लाग्ने रहेछ गाइस। अरूभन्दा नि जुत्ताले खुट्टा दुखाएर चाहिँ लास्टै गाह्रो भइरह। सो आई लभ रोजेस गाइज। मेरो नानीले चाहिँ रोज आइदियो मलाई चाहिँ। अब चाहिँ ठ्याक्कै नेवार्नी मैचामा जस्तै देखियो नि। लिफ मागेर चढ्दैको त ढिला भइसक्यो गाइज। मेरो गाइजहरू हामी चाहिँ बेलामा आइपुग्यौँ। अनि के अरे गाडी चढिसक्यौँ कलङ्कीको। यो चाहिँ यहाँ गाडी बनाएर चल्दैन। सो गाइज हामी चाहिँ कलङ्की पुगिसकेका छौँ। अनि एकदम छिटो यसको त्यही हो गाइज, भक्तपुरबाट आइपुगिसक्यौँ। अब टिकट लिन खोइ टिकट लिन अब चाहिँ हामी टिकट लिन जानुपर्ने हुन्छ। सो गाइज हामी चाहिँ टिकट लिएर आएर सबै सामानहरू लिएर आएर घर लाने सामानहरू पनि सबै प्याक भइसक्यो। अनि सङ्गीता चाहिँ यहाँ सफा गर्दैछ। तर मेरो यहाँ जुत्ताले गाइजहरू खुट्टा यस्तो भइरहेको होइन न, यहाँ फ्या परेर यहाँ यस्तो भइरहेको जुत्ताले। दिदीहरूको जुत्ता सानो हो मलाई, अनि लगाएर यस्तो भइरहेको। गाइज अब यसलाई निकालिदिउँ न है। ओ माई गड सक्दैन यार, यसलाई निकाल्न त। ल यसमा चाहिँ फुटे छैन रहेछ, फुट्न लाग्यो रहेछ। गाइजहरू हामी चाहिँ चौधो साझेमा खान गएको। उल्टा त नला स्यावर खाइदिउँ है गाइज। Cheers. नेपालको गाइजहरू बस प्याक छ। सङ्गीता यहाँ निदाउन लगाइसक्यो। गाडीमा सिट पनि पाएन। एक त सिट पाएको पनि यस्तो हो सिटको झालको सिट फाइनली पायो। हामी चाहिँ चितवन कट्यौँ गाइज। गाह्रो छ बसमा आउन, जुत्ता यहाँ यसरी हालत। सङ्गीता कस्तो भइरहेको
नानी बहिनी घरमा वेलकम हुँदैछ जिना जिना जिटिक भरेन नि ना ले गजब देखिरा कोल दाइ भौजू गुड ओ हेलो हेलो पुरा गर्दैछन् टिपट नि जिरो जा ठन लाउन पर्छ नि त्यो Kama bagai ti. Saya mau bini ana. Kecil lah sih lah. Saya mau sebida na sana cang. Kama bagai ti. Ama mau anak cibat ni cira. So jiu tu jiu t-shirt kasu mami. Kama bagai ti. Kana ni. Ini ni saya indah masalah. तीनचोटि त पुगिसक्यो नि बजार कतिचोटि तीनचोटि कहाँ बजार गाइजहरू सानीहरू आउँछ भने तीनचोटि बजार पुग्यो हामी तीनचोटि हिउँ मौन ल मलाई फोटो मग्छ भिडियो खटो का गाइजहरू अनि मान्छे राम्रै राम्रै हुनुहुन्छ Sungai Binau, sino mau dia sungai Binau, uti ni bau kan? Sungai Binau, ni bau kan? खै लुगा फोहोर हुन्छ भने हुन्छ लारामस सेतो लारामस कालो Kalau lara orang. होइन गाइजहरू यस्तो छ ऊ Cinta ni dah ni. नगन त्यो नगन भन्नु Along wali wali. Ma, saya dia kawan set. का Jangan aku putar melang lagi. नानीले नानीले धारीको नानीले नला Gurau ni sampai le tim le. इछु Laksa tio. गुराउन सक्दैन भनेको त Wala le. Wala le ka. Ma bagai ti. Ka. Dah cium di sini. काक काक भन्नु न Malah pada. त्यो हो र पछि यो हुन्न पछि यादै नभएको भने त्यहाँ दोस्ला उस कति छ त्यहाँ गाइज हामी चाहिँ फाइनली घर आइपुगिसकेका छौँ यो चाहिँ मेरो नयाँ घर बन्दैछ होइन यो चाहिँ मेरो पुरानो घर यो चाहिँ मेरो दाइको छोरी यो चाहिँ मेरो दाइको छोरी से हेलो यो चाहिँ मेरो माइली दिदीको छोरी सृष्टि यो चाहिँ यो माइली दिदीको छोरी यो हगुए यो भर्खरै हगेर बस्यो यो हेर्दा फोरी मन परेन तिमी मलाई छि अनि दिदी र मम्मी चाहिँ भित्र हुनुहुन्छ अनि यो सङ्गीता चाहिँ यो फुलकुमारी भएर बस्यो म चाहिँ त्यो लाउनु सो गाइज हामी चाहिँ पसल गएर सामानहरू किनेर ल्याएर होइन अनि नुहाएर फ्रेस भएर खाना खाएर अलिअलि काम सकाएर पनि अब सुत्न रेडी भएको हामी चाहिँ गाइज वी आर टायर्ड भेरी टायर्ड अनि मम्मी यहाँ हुनुहुन्छ खानाले बस्यो मम्मी जाने ल नमस्ते गर्नु जाने ल नमस्ते का सो गुड नाइट गाइस सी यू टुमोरो बाई गरिदिनु मम्मी कति मलाई कटायो भने बाई से बाई सङ्गीता से बाई